हेलो सबैजनालाई सन्चै हुनुहुन्छ होला। त्यो यो आजको भिडियोमा चाहिँ होइन मैले के प्लान गरेको छु भन्दाखेरि अब अभियसली यो जनवरी यो 2026को जनवरीभरि म रियल एकाउन्टमा ट्रेड गर्दिनँ। त्यही भएर चाहिँ डेमो एकाउन्ट मैले क्रिएट गरेको छु। अस्ति पनि मैले डेमो एकाउन्ट $40 चाहिँ क्रिएट गरेको थिएँ। त्यो सबै ब्लो भयो होइन। सबै त नभनौँ, 50% चाहिँ मैले लस गरेँ। अनि मैले फेरि ल ठिक छ, अब चाहिँ त्यो चाहिँ अलिकति टेस्ट आउट पनि मैले गर्दै थिएँ मेरो स्ट्राटेजीहरू। अस्तिको लाइफमा गएर हेर्न पनि सक्नुहुन्छ। अनि अब अहिले चाहिँ जस्ट भनौँ न, $100 चाहिँ डिपोजिट, $100 चाहिँ एकाउन्ट क्रिएट गरेको छु डेमो। अनि त्यसमै आजदेखि चाहिँ च्यालेन्ज छ है। अब हेरौँ 1 महिनासम्ममा मैले यो कतिको ग्रो गर्न सक्छु। अब अभियसली हाई पर्सेन्टेज रेटमा चाहिँ अब हाई नै हुन्छ, किनकि सानो स्मल एकाउन्टमा होइन तपाईँको 100+ पनि के पो 100% पनि हुनसक्छ है। त्यही भएर त्यसमा चाहिँ त्यो गाह्रो चाहिँ छैन सानो एकाउन्टलाई तपाईँको 100% गेन गर्नु। अभियसली ठुलो एकाउन्ट भएपछि त्यत्रो रिस्क गर्न सक्दैन मान्छेले। त्यही भएर स्मल लाइक हुन्छ नि 1% 2% अल्सो भेरी बिग थिङ्स इन द ट्रेडिङ अर एनी होइन, लार्ज क्वान्टिटी अफ द एमाउन्ट होइन, क्यापिटल। त्यही भएर आज चाहिँ मैले भर्खरै आज मन्डे होइन, अनि नयाँ विकको सुरुवात भयो 29। अब 3 दिन अब 30 31 2 दिन छ। 2 दिन पछाडि 2026 भयो। अनि अब त्यसमा चाहिँ जस्ट भनौँ न आजदेखि खोल्या छ। अनि मैले 2टा ट्रेड लिएको थिएँ आज चाहिँ है। अभियसली त्यसलाई नै हामी आज चाहिँ ब्रेकडाउन गर्नेछौँ, मैले कस्तो कस्तो र के ट्रेडहरू लिए भनेर। ओके, फर्स्ट थिङ फर्स्ट, अभियसली गोल्ड अहिले अल टाइम हाईमा छ है। एकदम म्यासिभ बुलिस आइरहेछ। अ लट अफ थिङ्स इज गोइङ अन इन दिस वर्ल्ड। अब डोनाल्ड ट्रम्पले नै हो मेन त खेलाउने है। आज भोलि इम्प्याक्ट गर्ने भनेकै डोनाल्ड ट्रम्प हो। त्यही भएर अब जसले पनि ट्रेडिङ गर्दै हुनुहुन्छ भरसक बाई नै बस्नु होला गोल्डमा। प्रायः जस्तो मेजोरिटी टाइम चाहिँ गोल्ड भनेको बाई नै हुन्छ। जस्तै अब 2000 हेर्नु न, लास्ट है, यहाँदेखि 2015देखि गोल्ड बाईमा बसेका मान्छेहरू हेर्नु न, आमा नन स्टप बुलिस छ क्या, नन स्टप बुलिस छ। लास्ट अल टाइम हाई पहिली भनेको 2011मा थियो। अनि त्यहाँदेखि बेरिसमा धेरै मान्छेहरू बस्यो। त्यहाँदेखि लास्ट टाइम भनेको डिसेम्बर के पो नोभेम्बर डिसेम्बरतिर 2015मा रहेछ सबसेभन्दा बेरिस। त्यहाँदेखि त आँखा चिम्लेर फुल रकेट नन स्टप त्यही हो। अनि एकदम बुलिस छ गोल्ड। अब डेलीमा पनि बुलिस नै हो है। फोरमा के हेर्ने हो भन्दाखेरि फोरमा पनि त्यस्तो क्लियर चाहिँ देखिया छैन होइन। त्यही भएर 1 आवरमा जाऊँ। 1 आवरमा अलिकति क्लिन छ। अब 1 आवरमा के क्लिन छ म सबै रिमुभ गर्छु है त यो सुरुमा। 1 आवरमा एज यु क्यान सी मैले के देखेँ भने फर्स्ट ब्रेक अफ द स्ट्रक्चर है। अनि ब्रेक अफ स्ट्रक्चर भनेपछि अभियसली अब ब्रेक अफ स्ट्रक्चर देख्यो भने चाहिँ अभियसली आई विल लुकिङ फर द बाई एज वेल है। बाई मेरो एउटा लेभल यो थियो 1 आवरको टाइम फ्रेममा। अनि लेट्स जम्प इन्टु द 15 मिनट टाइम फ्रेम। 15 मिनट टाइम फ्रेममा मैले एउटा बाई जोन यो देखेको थिएँ है। सो टोटल आज बाई जोन 2टा थियो र सेल एरिया मैले यो मार्क गरेको थिएँ, यो लेभल है त, सेल एरिया यो थियो। सो आई वाज प्लानिङ मार्केट यहाँ हुँदाखेरि एज यु क्यान सी यहाँ हुँदाखेरि मैले चार्ट एनालाइज गरेको थिएँ। मार्केट यहाँ आएसम्म आयो है। अनि यहाँ आएपछि चाहिँ आई वाज लुकिङ फर द बाई टु कन्फर्मेसन। अनि कन्फर्मेसनको लागि चाहिँ फर्स्ट यो
तपाईँको लिक्विडिटी ग्र्याब गर्यो होइन, यो क्यान्डलस्टिक बुलिस प्रेस गर्यो अनि यो एगेन एनदर इन्गल्फिङ बुलिस बनायो। अनि यसमा चाहिँ मैले एन्ट्री गरिनँ किनकि मलाई स्टप लस चाहिँ एकदम सानो राख्नु थियो। हेर्नु सक्नुहुन्छ 45 पिप्स थियो। अनि जब यो नयाँ आयो, यो बुलिस बन्यो नि, मैले यसमा बाई लिएँ है। मेरो किनकि स्टप लस लगभग 18-19 कति पिप्स थियो, 19 पिप्स जति थियो। अनि अभियसली टिपी चाहिँ मेरो यो हाई थियो है त। सो यस्तो थियो मेरो फर्स्ट ट्रेड। अनि यो चाहिँ मैले लस गरेँ, तपाईँहरूलाई देखाइ पनि दिइहाल्छु। पेन्डिङ क्लोज यो है त, एज यु क्यान सी डिसेम्बर 20 कहाँ गयो साँच्ची यार, सरी त्यतिखेर मैले यो एकाउन्ट क्रिएट गरेको थिएन, मसँग इनफ ब्यालेन्स थिएन। इनसेफ के पो इफ के भन्छ त्यसलाई, जस्ट ब्यालेन्स थिएन मसँग होइन। त्यतिखेर मैले चाहिँ ट्रेड लिने त्यो प्लान गरेको थिएँ। एज यु क्यान सी हियर देख्न सक्नुहुन्छ, बाई यहाँ थियो, मेरो टिपी अभियसली यो हाई थियो, लस गरेँ। अनि त्यहाँदेखि ओके नाउ लेट्स वेट फर माई एनदर प्लान है त, एनदर सेटअपमा प्लान वेट गरेँ। सो यहाँ आउने बित्तिकै मैले बाई लिइनँ किनकि मैले एकदमै ह्याप्पी बेरिस देखिरहेको थिएँ है। 1 आवरमा यस्तो क्लोज भएपछि अभियसली बाई लिनु अलिकति डेन्जर नै हुन्छ। त्यही भएर लिक्विडिटी स्विप यहाँ अब केहीहरू हेरिरहेको थिएँ क्या मैले। अनि जब लिक्विडिटी स्विप भयो यो होइन, अनि लिक्विडिटी स्विप भएपछि चाहिँ आई वाज लुकिङ फर द स्मल टाइनी बुलिस क्यान्डलस्टिक है त। मैले स्मल चाहिँ बुलिस क्यान्डलस्टिक हेरिरहेको थिएँ। यसमा मैले राखेँ भने कति 65 पिप्स होइन, अझै चित्त बुझेन। अनि ओके लेट्स वेट फर द एनदर क्यान्डलस्टिक। अनि यो बेरिस क्यान्डलस्टिक फेरि फर्म भयो। अनि एनदर वान, यो जब यो यसले यो एरियामा रिजेक्ट गर्यो नि, एउटा दुईवटा तिनवटा, जब यो तिनवटा क्यान्डलस्टिकले रिजेक्ट गर्यो, ओके नाउ आई थिङ्क इट्स लाइक गोइङ टु सिफ्ट इन्टु द बुलिस होइन, केही बुलिस प्रेस चाहिँ देख्न पाइन्छ भन्ने चाहिँ आई फिल द्याट। इट्स नट फिल कि एक्सपिरियन्स हुन्छ। एउटा जोनमा आएपछि जब हाई टाइम फ्रेमको जोन आउँछ त्यसमा जब रिजेक्सन देखिन्छ होइन, लाइक नट अन्ली वान टाइम फर लाइक सर्टेन क्यान्डल्स स्टिक है, जस्तै यो 1 मिनटको केही रेन्ज बनायो अनि रेन्जमा पनि तपाईँको रिजेक्सनहरू दिइराखेको छ होइन, बुलिस प्रेसर आइरहेछ भने देयर इज हाई चान्स कि अब चाहिँ बुलहरू रेडी हुँदैछ, बाई गर्दैछ होइन। सो आई वाज लुकिङ फर द्याट वान। अनि यसमा पनि मैले फेरि यो क्यान्डलस्टिक आएपछि ओके नाउ वाट वाज माई प्लान वाज सिम्पल। जब यो एरियामा यो यहाँ यसरी रिट्रेस गरेर आउँछ यो एरियामा है, यो रिट्रेस गरेर आउँछ, म बाई लिन्छु। अनि मेरो स्टप लस भनेको यहाँ हुन्छ। यो लिक्विडिटी स्विप गरेर फेरि जान पनि सक्छ भन्ने हुन्छ। त्यही भएर यहाँ कि यो होइन, दुइटामै एउटा मैले चाहिँ यहाँ रिक्स गरेँ है। त्यही भएर त्यसमा चाहिँ मैले कति 35 पिप्स चाहिँ रिक्स गरेको थिएँ मैले। खै कहाँ गयो एकछिन है। सो दिस वाज माई ट्रेड है, रिक्स गरेँ अनि मैले बाई लिएँ। यो लगभग यसमा रिक्स लिएको थिएँ, एज यु क्यान सी 40 पिप्स जति रिक्स लिएको थिएँ। अनि जब फेरि यहाँ आएर इन्टु होइन स्टार्ट टु मेक इट बुलिस, मैले स्टप लसलाई के गरेँ टाइनी बनाएँ, लाइक 17 पिप्स बनाएँ मैले। 17 पिप्स बनाएर चाहिँ मेरो टिपी भनेको अभियसली यो थियो, मैले यो राख्न पनि सक्थेँ। युजली मेरो यो हुन्छ, तर यही लेभलमा पनि मलाई इनफ दिइरहेको थियो है। किन मैले चाहिँ टिपी चाहिँ के पो स्ट्रक्चरको हाईमा राखिनँ भन्दाखेरि, स्ट्रक्चरको हाईमा किन राखिनँ भन्दाखेरि मलाई इनफ पिप्स इनफ पिप्स चाहिँ दिइसकेको थियो क्या। यहाँदेखि मार्क गरौँ है त, यहाँदेखि तपाईँको यहाँसम्म भनेको 180 पिप्स 180 पिप्स भनेको
फर द डे ट्रेडर इट्स इनफ, मोर देन इनफ होइन। सो त्यही भएर चाहिँ मैले यहीँ चाहिँ टिपिराखेको, नत्र युजली मेरो रिसेन्ट हाई या रिसेन्ट लोको हुन्छ, सेल थियो भने रिसेन्ट लो टार्गेट गर्छु। अब बाईमा बसेको छु भने रिसेन्ट हाईलाई बाई यो गर्छु, के पो टार्गेट बनाउँछु। जस्तै फर इक्जाम्पल बाई लिएँ मैले यहाँ, स्टप लस यहाँ, अनि मेरो टिपी वुड बी हियर होइन। अनि यो टिपी पनि स्म्याच चाहिँ छ है। मैले टिपी चाहिँ राखेको भए चाहिँ टिपी हिट पनि भएको छ र 250 पिप्स, 255 नै भनिदिउँ, 255 पिप्स है। द्याट इज अल्सो भेरी 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 गुड पिप्स है। हामीले त्यत्रो क्याप्चर गर्नु भनेको ठुलो कुरो हो। र एउटा कुरा एकदम भोलेटिलिटी छ होइन, भोल्युमहरू एकदम आइरहेछ यो मार्केटमा अहिलेको समयमा। त्यही भएर चाहिँ मैले ल लेट्स गो डु दिस वान होइन। 180 पिप्स डन फर द डे, नट डन फर द डे, मेबी अब एनवाईमा टाइम भएछ भने ट्रेड गरौँला। तर भ्याउँदैन जस्तो लाग्यो, आज अलिकति बिजी हुन्छु जस्तो लागिरहेछ। सो भोलिदेखि चाहिँ सायद म लाइभ पनि बस्छु है, लाइफमा पनि ट्रेड गर्नुपर्छ। मैले अस्ति पनि लाइफमा ट्रेड गरिरहेको थिएँ। सो दिस मच फर टुडे गाइज होइन। अब कोले भिडियोहरू मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। लाइक र सब्सक्राइब, अनि के बुझ्नु भयो या बुझ्नु भएन कमेन्टमा पनि केही लेखिदिनु होला होइन, केही कमेन्ट गर्नु मन छ भने। So this much for today. See you on next video or maybe next live. Peace out.